शिवशताक्षी नगरपालिका वार्ड नम्बर 2 निवासी आदरणीय श्री डम्बरबहादुर गुरुङज्यूको बुद्धलोक गमन भएको आज 7औं दिनको पुण्यतिथिमा हामी शोकाकुल परिवारजनलाई सहानुभूतिसहित समवेदना प्रकट गर्नको निमित्त हामी माइदार स्थित सोलिङ बौद्ध गुम्बाको तर्फबाट त्यसै गरी तमिलहोला छोरी गुरुङ राष्ट्रिय परिषद शिवशताक्षी नगर समितिको तर्फबाट चाहिँ आज हामी यहाँ उपस्थित भएका छौँ र हाम्रो एउटा होनार व्यक्तित्व स्वर्गीय डम्बरबहादुर गुरुङ उहाँलाई सम्झाउनु पर्दा एकदमै ऊर्जाशील व्यक्तित्व हुनुहुन्थ्यो, सबैलाई सहयोग गर्नुहुन्थ्यो, मिलनसार हुनुहुन्थ्यो, सदैव अरूलाई अप्ठ्यारो परेको बेलामा दुःख परेको बेलामा चाहिँ अग्रसर भएर उहाँलाई साथ सहयोग गर्नुहुन्थ्यो। मलाई व्यक्तिगत रूपमा पनि उहाँलाई म राम्ररी चिन्दछु। हामीले सबै यो माइदार स्थित सोलिङ बौद्ध गुम्बाको नयाँ भवन निर्माण गर्ने क्रममा चाहिँ श्रमदान लगायत विभिन्न कार्यक्रम हामीले अगाडि बढिराख्दाखेरि हाम्रो सहकार्य रूपमा सारथीको रूपमा उहाँले सहयोग गर्नुभएको एकदमै याद छ। त्यस कारणले गर्दाखेरि उहाँलाई गुमाउनु पर्दाखेरि हामी सबै सिङ्गो गुरुङ परिवारलाई अपूरणीय क्षति भएको छ र यस दुःखद घडीमा शोकमा रहनुहुने शोक सम्पूर्ण परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति भगवान बुद्धले प्रदान गरून् भन्दै उपस्थित सबैलाई उभिएर आफ्नो शिरको टोपी सलहरू निकालेर चाहिँ 1 मिनट मौन धारण गरिदिनु हुनुको लागि म हार्दिक अनुरोध गर्छु। सङ्गम प्रणम गच्छामि तमिलहोला छोरी गुरुङ राष्ट्रिय परिषद समिति शिवशताक्षी जापान। आर्थिक समवेदना 2006 महिना 11 गते, जन्म मिति 2027 9 महिना 13 गते, स्वर्गारोहण मिति 2082 6 महिना 4 गते, स्वर्गीय डम्बरबहादुर गुरुङ प्रति आत्माले चिर शान्ति पाउन् भनी बुद्ध भगवानसँग प्रार्थना र हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको श्रीमती डम्बरी माया गुरुङ, आमाहरू फुलमाया गुरुङ र दिलमाया गुरुङ, छोरा निशेष गुरुङ, छोरी निकिता गुरुङ प्रति बुद्ध भगवानले धैर्य धारण गर्ने क्षमता प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौँ। अध्यक्ष हेमन गुरुङ, सचिव विवेक गुरुङ, तमिलहोला छोरी गुरुङ राष्ट्रिय परिषद समिति परिवार। माइदार स्थित सोलिङ बौद्ध गुम्बाको कार्य समिति, सञ्चालक समिति, सल्लाहकार, तमिलहोला छोरीका नगर समितिका अध्यक्षज्यू लगायत केही विशिष्ट व्यक्तित्वहरूको चाहिँ घरमा दुःखद घटना हुँदाखेरि चाहिँ हामीले त्यहाँ चाहिँ एउटा सहानुभूति स्वरूप तपाईँहरूको दुःखमा हामी पनि साथमा छौँ, हामीलाई पनि दुःख लागेछ भन्नको निमित्त हामी संस्थाको तर्फबाट संस्थागत रूपमा चाहिँ हामीले परम्परा विगतको हाम्रा अग्रजहरू समितिहरूबाट पनि हुँदै आएकोमा त्यसैलाई हामीले निरन्तरता दिइरहेको कुरा पनि म यहाँहरूलाई जानकारी गराउँछु र सोही सन्दर्भमा धेरैवटा सङ्घ संस्थाहरूले चाहिँ यो लिखत रूपमा चाहिँ यो संवेदना पत्र ल्याएको हुँदा हाम्रो चाहिँ अलिकति धार्मिक संस्था भएको कारणले गर्दाखेरि चाहिँ हामीले स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै भगवान बुद्धको लोकमा चाहिँ दिन नपुगोस् भन्नको निमित्त त्रिरत्नको थाङ्गा चाहिँ हामीले चाहिँ सबै घरमा चाहिँ लिएर जाने भनेर चाहिँ निर्णय गरेको हुनाले यो त्रिरत्नको थाङ्गालाई हाम्रो संस्थाको अध्यक्षद्वय श्री धनबहादुर गुरुङज्यू, त्यसै गरी याम कुमार गुरुङज्यू, हाम्रो सल्लाहकार श्री बलाकाजी गुरुङज्यू, त्यसै गरी सल्लाहकुल परिवारलाई चाहिँ हस्तान्तरण गरिदिनुको लागि म अनुरोध गर्दछु। स्वर्गीय डम्बरबहादुर गुरुङज्यूको आत्माको 7औं दिनको पुण्यतिथिमा चाहिँ उहाँलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरिदिनुको निमित्त म हाम्रो